त्यो ऋषिलाई बोलाएर वशिष्ठजीले पनि उत्कृष्ट यज्ञ गर्नुभयो। विशाल यज्ञ भयो। यज्ञ हुँदै 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 जाँदाखेरि समापनको दिन, पूर्णाहुतिको दिन त सुवर्णको भाँडामा खीर बोकेर साक्षात् अग्नि आफै प्रकट भएर ल हजुर लिस्यो भनेर दिनु। आफ्ना तीनैजना श्रीमतीलाई चाहिँ त्यो खीर बराबर भागमा लगाएर दिनुभयो, ल खाओ भनेर। खान दिनुभयो, तर खाने बेलामा कान्छी चाहिँ श्रीमतीको भाग छ नि, कागले टिपेर भागो। फेरि पनि पर्यो आकाशमा पुगो, चिलहरू आए, चिलहरू आएर कागलाई पनि खेदाउन थाले, काग पनि भाग्ने भयो, लुछाचुडी भयो। लुछाचुडी हुँदै 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 गर्दाखेरि त अगाडि बढेर जाँदाखेरि एउटा जङ्गलमा बसेकी रहेछन् अञ्जनी। किन भनेको तपस्या गर्न मेरो सन्तान भएन, सन्तान प्राप्त हुन्छ कि भनेर बडा प्रेमपूर्वक बसेकी रहेछन्। मजाले ध्यान गरेर दुईटा हात थापेर बसेकी, तिनकै हातमा त्यो भएको जुन खीरको डल्लो थियो नि झर्यो। हातमा परिसकेपछि त ए भगवानले माथिबाट प्रसाद बर्साउनु भएछन्, दङ परेर तिनले पनि खाइन्। समय बित्दै जाँदाखेरि त तिनकै गर्भबाट हनुमानजी महाराजको जन्म भयो। हनुमन्तलालको हनुमानजी महाराजको जन्म बडा विचित्र। यसरी चिलले खीर लगेर उता अञ्जनीलाई अर्पण गरे। हनुमन्त महाराजजीको प्रादुर्भाव भयो। यता भाग त लगाउनु पर्यो, त्यो दुई भाग मात्रै भयो, दुईजनालाई मात्रै भयो। दुईजनालाई मात्रै भएको भागबाट कौशल्य अनि कैकेयी दुवैजनाले आफ्नो अलिकति अलिकति अथवा आधी आधी भनौँ त्यो खीर चाहिँ सुमित्रालाई अर्पण गर्नु। सुमित्राले पनि प्राप्त गरिन्। दुईजनैबाट दिएको उनले थोरै थोरै स्वीकार गरिन्, ग्रहण गरिन्, प्राप्त गरिन्। समय बित्दै 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 गयो। चैत्र महिना आयो, शुक्ल पक्षको समय आयो, नवमी तिथि। त्योभन्दा पहिले रामनवमी थिएन नि, फेरि रामजीको प्राकट्य भएको थिएन। नवमी तिथि आयो। मध्य दिउँसो 12 बजेको समय भयो। भगवान श्री सूर्यनारायण आकाशमा आनन्दले हेर्न लाग्नुभयो। त्यही समयमा मध्य 12 बजेको समयमा भगवान श्री रामभद्र सरकारको प्रादुर्भाव भयो। रामभद्र सरकारको राम सिधै बच्चा अवस्थामा प्रकट हुनु भएन, प्रकट हुनुभयो शङ्ख चक्र गदा पद्म धारण गरेर। किन त्योभन्दा पहिले पूर्ण रूपले प्राकृत शिशु हुनु भएको छैन नि त, बालक भएर जन्मिनु भएको छैन। शङ्ख चक्र गदा पद्म धारण गरेर आउनुभयो। आमा कौशल्य हेरेको हेर्दै हुनुभयो, अचम्म पर्नुभयो। नमस्कार गर्न थाल्नुभयो। भगवानले भन्नुभयो आमा म तपाईँको छोरो बनेर आएको। कौशल्याले भन्नुभयो छोरो बनेर आउनु भयो कि हजुरबा बनेर आउनु भयो? छोरो बनेर आएको भए त सानो बालक हुनु पर्ने। तपाईँ त विशाल हुनुहुन्छ, हतियार हातमा छन्, शङ्ख चक्र गदा पद्म धारण गरेर 4वटा हात लिएर पीताम्बर फरफराएर आउनु भएको छ। प्रभु भन्नुहोस् हजुर छोरो बनेर आउनु भयो कि पिताजी बनेर आउनु भयो? भगवानले भन्नुभयो बन्न त छोरै बनेको। त्यसो भए छोरै जस्तो बन्नुहोस् न त। भगवानले भन्नुभयो आजसम्म बनेकै छैन, छोरै बनेको छैन, छोरो कसरी बन्नु अनुभवै छैन मलाई। आमाले भन्नुभयो त्यसो भए छोरो बन्नुहुन्छ? भन्छ। ल त्यसो भए आमा मलाई सिकाइदिनुहोस्। कौशल्य आमाले भन्नुभयो छोरो नै बन्ने भने यी 4वटा हातबाट पहिले 2टा हात फालिदिनुहोस्। भगवानले 2टा हात फालिदिनु भयो। अब जम्मा 2टा हात। कौशल्य आमाले भन्नुभयो छोरै बन्ने भने हातमा त्यो सुदर्शन चक्र बोक्न पाइँदैन, खाली हात हुनु पर्यो। भगवानले भन्नुभयो त्यो पनि भइदियो खाली हात। कौशल्य आमाले भन्नुभयो तपाईँ छोरै बन्न आउनु भएको भए यति विशाल स्वरूप धारण गर्न पाइँदैन। जुन जन्मिँदै गरेको बच्चाको शरीर हुन्छ त्यतिकै सानो शरीर धारण गर्नु पर्यो। भगवानले भन्नुभयो हस्। अब सानो भन्नुभयो। भगवान दङ्ग म छोरो बने पक्कावाला भनेर प्रसन्न हुनुभयो। आमाको मुख अहिले पनि जस्ताको तस्तै। ए आमा छोरो बनेर पुगेन भनेको कौशल्य आमाले पनि पुगेन भन्नुभयो। अब त सानो पनि बने, हात पनि 2टा भए होइन, हतियार पनि छैन, केही पनि छैन। अब त प्रसन्न भइदिनुहोस् न भनेको तपाईँ छोरै बन्नु भएन। किन भनेको छोरो जन्मिँदा लुगा लगाएर आउँछ। सच्चिदानन्द भगवानको तपाईँको बदनमा त पीताम्बर फरफराइरहेको छ।
भगवानले प्राकृत शिशुको स्वरूप धारण गर्दै आज पिताम्बरलाई पनि परित्याग गरेर बभुव प्राकृत शिशु हो, प्राकृतिक शिशु भन्नुभयो। अनि मजाले रुन लाग्नुभयो। यसरी रुनुभयो सारा दरबारका सेवक सेविकाहरू दौडेर आउन थाले। भगवान सूर्यनारायण आकाशबाट हेर्नुभएको, हेरेको हेरे 3 महिनासम्म जाँदै जानुभयो।